नमस्कार, हामी तपाईँ समक्ष फेरि पनि प्रस्तुत भइसकेका छौँ 2082 सालको राशिफल लिएर प्रस्तुत गरौँ। धनुराशि तपाईँका लागि ग्रह गोचरहरू सामान्य मात्रै नै देखिन्छन्, त्यति धेरै राम्रो यो वर्ष भन्ने छैन। गुरुको सञ्चारको कारणले गर्दा अलिकति मिश्रित फलदायी रहने खालको योग छ। यदाकदा रोग शोकको पनि परिस्थिति सिर्जना हुन सक्ने खालको अवस्था छ, अलिकति सावधान हुनुपर्ने खालको योग छ। व्यर्थ चिन्ताले व्यर्थैको चिन्ता र मन विचलित बनाउन सक्ने खालको योग छ तपाईँको लागि। शनिको अडैयाको कारणले गर्दा त्यति राम्रो भन्ने देखिँदैन यो अवस्था। व्यर्थको चाहिँ झैझगडाहरू हुने, अनावश्यक यात्रा र अनावश्यक खर्चहरू चाहिँ हुने, अनि अवाञ्छित विवाद र झमेलाहरू चाहिँ परिरहने खालको योग चाहिँ छ। विद्यार्थी वर्गलाई पनि निकै परिश्रमले मात्र सफलता मिल्ने खालको योग छ। आत्मबलको अत्यन्त आवश्यकता देखिन्छ। तेस्रो स्थानको राहु केही अनुकूल रहने कारणले गर्दाखेरि गरेका काम कारोबारहरूमा चाहिँ तपाईँको लागि सफलता प्राप्त हुने खालको योग पनि देखिन्छ। तर 9औं स्थानमा रहेको केतु भने अलिकति भाग्य हानि दिने खालको योग छ। भाग्यमा चाहिँ अलिकति समस्या उत्पन्न गराउन सक्ने खालको योग र तपाईँको पाइएको सम्मान पनि खोसिने खालको अवस्था पनि सिर्जना हुनसक्छ। धार्मिक कार्यमा अवरोध आउन सक्ने खालको योग छ। अवाञ्छित दुःख परेशानीहरू, नसोचेका तपाईँले नचिताएका दुःख परेशानीहरू पनि आउन सक्ने खालका योगहरू छन्। आत्मसमय अपेक्षित छ। तपाईँको लागि तुलनात्मक रूपमा हेर्नु पर्दाखेरि यो वर्ष चाहिँ साउन महिना, पुष महिना र फागुन महिना चाहिँ राम्रा छन् भने तपाईँका लागि अन्य महिना चाहिँ सामान्य नै रहनेछ। र साथै तपाईँलाई कुनै पनि ज्योतिष, कर्मकाण्ड र वास्तुसँग सम्बन्धित कुनै पनि विचार विमर्श गर्नुपर्नेछ। चिना कुण्डली विश्लेषण गराउनु पर्नेछ भने पनि तपाईँ हामीसँग तपाईँ अनलाइनबाट होस् अथवा तपाईँ चाहिँ प्रत्यक्ष रूपमा भेटेरै पनि तपाईँले चाहिँ विचार विमर्शको लागि हामीलाई भेट्न सक्नुहुनेछ, सम्पर्क गर्न सक्नुहुनेछ। अब अनलाइनबाट नै हेर्ने हो, अब नजिक हुनु हुँदैन भने चाहिँ तपाईँको लागि प्रोफाइलमा राखिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। भिडियोमा पनि नम्बर राखिने नै छ, त्यही नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ। अथवा प्रोफाइलमा रहेको वाट्सएपको लिङ्कबाट पनि तपाईँ वाट्सएपमा जोडिनु भयो भने अझै सजिलो होला। जय होस्, राधे राधे। तपाईँको दिन शुभ बितोस्।